अहिले सामाजिक सञ्जालमा यो हिल्टन होटल किने देउबाको छोराले किने भनेर निकै हल्ला गरिरहेछन्। अरे प्रगति गर्न देऊ न, किन्न देऊ न, खाली विरोध गरेको छ, प्रगति गर्नै नपाइने हो। उहाँले अहिले मात्रै होइन, यहाँभन्दा पहिला 2081 सालसम्मलाई 5 वर्षमा झन्डै 73 रोपनी जग्गा किनिसक्नु भएको छ। 73 रोपनी जग्गा 1 अरबभन्दा बढीको, काठमाडौँको चपलीदेखि पोखराको ढिकुर पोखरीदेखि बर्दियाको ढोडरीसम्म पुरै नेपालै किनिसकेका मान्छेलाई जब एउटा त्यो 95-96 कति करोडको एउटा हिल्टन होटल किने भनेर खाली रोइलो गरेको छ, विरोध गरेको छ। तर उहाँको फेरि सम्पत्तिको जुन स्रोत छ, स्रोत के हो भने खुलाइएको छैन। त्यो आमा बाबुको पनि देखाइएको छैन। त्यो स्रोत खुलाउनु पनि परेन। स्रोत क्लियर छ त। बाउ नै 5 चोटि 6 चोटि प्रधानमन्त्री भइसकेका मान्छेको स्रोत चाहिन्छ, क्लियर छ त। यसमा किन विरोध गरे? प्रगति देख्न नसक्ने भए नेपालमा यस्तो नेगेटिभ हुनु भएन। कमाउन दिनु पर्यो, होटल किन्न दिनु पर्यो, जग्गा किन्न दिनु पर्यो, सिंहदरबारै किन्न दिनु पर्यो, बालुवाटारै किन्न दिनु पर्यो। गाउँमा भएका वडा अध्यक्षले, गाउँपालिका अध्यक्षले त बिल्डिङ ठडाइसके भने अब उहाँले त्यति किन्न नपाउने हो त। त्यही भएर एकदमै राम्रो छ। अझै किन्नुस्, पुरै नेपाल किन्नुस्। शुभकामना छ।